आज त खाना पाइन्छ भनेर तरकारी पकाउन लागेको बिहानै तरकारी काट्न लागेको सिमला मिर्ची काटेर पकाउनु पर्यो आज सिमला मिर्ची आलु भेन्टा पनि काट्न पर्यो भेन्टा सिमला मिर्ची भेन्टा आलु पर्सी पकाउनु पर्यो ल हेर्नु काम त यही हो उठो पकाऊ खा सिमला मिर्ची पनि भयो अब आलु भेन्टा सिमला मिर्ची मिर्चा अब फर्सी पनि काट्नु पर्यो आज धेरै तरकारी खानु पर्यो ल हेर्नु बोक्रा खाने के खाने यत्रो पर्सी गुदी खालौँ पर्सी बोक्रा खालौँ के खानु किनेर लिउँ बोक्रा खालौँ गुदी खालौँ अनि के खानु ल हेर्नु है नखालौँ गुदी नखालौँ बिहा होला मिठा नहोला ल हेर्नु